हेलो साथीहरू, आजको मौसम हेर्नु न कस्तो रमाइलो छ। पानी पनि पल्ला पल्ला जस्तो छ, तर पर्छ होला। बिहानभरि पनि पानी परेको थियो, तर कस्तो रमाइलो भइरहेछ। सायद पर्छ नै होला। हेर्दै जाऊँ के हुन्छ। यहाँ हेर्नु, चराचुरुङ्गी आएर खाना खाँदैछन्। यहाँ उब्रेको भात यहाँ राखिदिने गरेछ, सब खान्छन्। हेर्नु न, वाउ, हाम्रो लसुन पनि राम्रो भइसकेछ। यता छ हाम्रो बन्दा, अनि यो सुपको साग, अनि गोलभेडाहरू पनि एक दुईवटा फलिरहेछ गाइज। यहाँ पनि रहेछ, यो चाहिँ के हो? यो पनि बन्दा नै हो, तर नफल्ला जस्तो छ कि। म चाहिँ यहाँ नि एक ठाउँ जानै पर्ने भएर एकजना दिदीलाई भेट्न गएको। अलिकति हिँड्न पनि लास गाह्रो हुन्छ के बानी बिग्रेछ है। यहाँ हेर्नु न, बिरालो उताबाट गयो कि मेरो बाटो नकाटिकन। कस्तो ज्ञानी। बाई बाई, राम्रोसँग जाऊ बिराली। उसले चाहिँ मेरो बाटो काटेन कि साथीहरू। कस्तो ज्ञानी छ। बिरालोले बाटो काट्यो भने नराम्रो हुन्छ भन्छन्। हेर्नु न साथीहरू, कति ठुलो कुकुर छ कि, पुरा बाघ जस्तै छ कि। हेर्नु न, यता चाहिँ यो फुच्चे काले त्यसलाई देखेर भुक्यो होला, पुरा कराइरहेछ ग्याङ 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 गरेर। यहाँ हेर्नु न, कति ठुलो छ कि, कति ठुलो। म हिँड्ने बाटोमा त कुकुर र बिरालो भन्दा केही छैन गाइज, तर आनन्द छ यिनीहरूलाई, यिनीहरूको जिन्दगी। म चाहिँ आउला भनेर दौडी दौडी हिँडेको। हेर्नु यस्तो छ बाटो। फेरि फर्केर हेरेँ कि हुस्सु लागेर केही देख्थेन, उता आउँदैछ। यहाँ हेर्नु न, फेरि भेट्यो दुईवटा जोडी। मोज छ यहाँ हेर्नु न, यहाँ बालुवामा त्यहीँ दिसाब पिसाब, त्यहीँ खेल्ने, यिनीहरूलाई छ जिन्दगी मोज। यसको जिन्दगी देखेर त मलाई डाढो लाग्छ। बिचरा हेर्नु न, सोक्न सुक्दा भोग्न भोगारी। पानी पर्न लागिसक्यो। म चाहिँ कति बेला पुग्ने होला। दौडी जानु पर्यो गाइज। यहाँ हेर्नु न, यसले मलाई भ्याङल्याङ गरेर देख्नै हुँदैन, यत्रो जिउरो निकाल्छ क्या। ल हेर्नु है, हिलो हेर्नु म हिँड्ने बाटोमा कुकुर भन्दा केही छैन। कुकुर र बिरालो के बिचरा काले। यहाँ हेर्नु, यहाँ यसको पुरै जिउभरि घाउ भएको रहेछ। अनि यहाँ हेर्नु, फेरि अर्की बिराली, उहाँ प्रेग्नेन्ट हुनुहुन्छ, बच्चा जन्माउनु आउनुभएको छ। मेरो छेउमा आएर बस्नुहुन्छ, आऊ आऊ भनेको भाग्नुहुन्छ। ल हेर्नु, मेरो छेउछाउमा कुकुर र बिरालो गाई।